हेलो साथीहरु, आज पनि हामी मासु पकाउँदै हौं। खडा मसला हाल्दिए, हल्का प्याज हालिदिए, सरसोको तेलमा झ्याम्म लाएर फ्राई गर्छु। यो राम्रोसँग फ्राई नहुँदै यो पोटालाई उमालेर राखेको है, उमालेर सट्ट काटेर राखेको यो पनि हालिदिए। यो आधी जति पाकेपछि बल्ल हामी अर्को कलेजी हाल्नेछौँ। हाम्रो यो पोटा चाहिँ राम्रोसँग फ्राई भइसक्यो। त्यसपछि बल्ल हामीले उमालेको कलेजी हाल्छौँ। उमालेर राखेको कलेजी पहिले किन नहालेको भन्नुहुन्छ भने यो साथसाथमा एकैचोटि भुन्यो भने यो कलेजी सबै खराबी हुन्छ भन्छ नि, लेदो भन्छ नि, त्यो लेदो हुन्छ। तर आधी पोटा पाकेपछि राखेपछि चाहिँ यो छिट्टै नै पाक्छ। पहिले नै एक उमालेर राखेको हुन्छ नि त, त्यही भएर अब यो फेरि पाकेपछि बल्ल हामी अदुवा लसुनको पेस्ट, उसको बाद टमाटर लगाउनेछौँ अनि बाँकी मसलाहरू लगाउनेछौँ। हाम्रो मासु फाइनली पाकेको छ। अब बल्ल हामीले अदुवा लसुनको पेस्ट पाकिसकेपछि बल्ल हामी लगाउँछौँ अदुवा लसुनको पेस्ट। यसपछि यो अदुवा लसुनको पेस्ट पाकिसकेपछि बल्ल हामी टमाटर लगाउँछौँ। ओके, यो मजाले पड्केको छ मासु। मैले चाहिँ तेल अलिकति ज्यादै हाल्छु मासु पकाउँदा, मासु राम्रोसँग फ्राई हुने तरिकाले। यो मासु चाहिँ हामी रोटीसँग खाने, तन्दुरी रोटीसँग। गजब देखिएको छ। अस्ति भन्दा पनि हप्ताको 2 बार चाहिँ हामीले पोटा कलेजी खाइन्छ भने 1 बार मटनको मासु खाइन्छ हप्ताको 1 बार। के गर्नुहुन्छ, मटनको मासु चाहिँ धेरै महँगो, पोटा कलेजी चाहिँ सस्तो छ, त्यही कारणले नि हो। दिनकै मटनको मासु खान चाहिँ सकिँदैन। मटनको मासु चाहिँ मेरो श्रीमानज्यूले पकाउनुहुन्छ, पोटा कलेजी चाहिँ मैले बनाउँछु। देख्नु खाम भइसक्यो, पाकेको छ राम्रोसँग। तर पनि अब हामीले अदुवा लसुनको पेस्टको जो राम्रोसँग पकाएपछि टमाटरलाई पकाएर फेरि त्यसपछि छोरीलाई निकालेर बल्ल हामीले गरम मसलाहरू, हेभी मसलाहरू, फेरि मसला कुटेको मसला हाल्नेछौँ। ठिक, अब चाहिँ हामी टमाटर हाल्दैछौँ। पाकेको मासुलाई पनि यति साह्रो लेट किन गरेको भन्नुहुन्छ होला। म चाहिँ हर चिज अलग अलग पाकेपछि बल्ल मासु फाइनल लास्टमा निकाल्ने गर्छु है। अब यो टमाटरको साथसाथ मैले बाँकी मसलाहरू नि धीरे धीरे हाल्दै जाने हो। यो टमाटर पाक्दा बित्तिकै म छोरीलाई निकालेर हामीलाई चाहिँ पिरो खुर्सानीका साथ जिरा पाउडर कुटेको, बेलनाले कुटेको राखेर मसलाहरू राख्नेछु बाँकी। अब चाहिँ हामी सरेर जिरा हालिदियौँ। मेरो मासु चाहिँ खाने लायकको भयो। एकदम सिम्पल तरिकाले